हेलो एभ्रिवान। आज चाहिँ हामीले लेक्चर 1 सुरु गर्दैछौँ। यसमा चाहिँ सिभिल इन्जिनियरिङ ओभरभ्यू भनेर मैले टपिक राखेको छु। यसमा चाहिँ हामीले किन पढिरहेछौँ, के पढिरहेछौँ भन्ने कुरालाई मैले यसो इन्टरकनेक्टेड गर्न खोज्ने छु यो लेक्चरमा चाहिँ। अब स्ट्रक्चर भनेको के हो भन्ने प्रश्न आउँछ सुरुमा। स्ट्रक्चर भनेका अब इन्टरकनेक्टेड हुन्, मेम्बरको इन्टरकनेक्सन हो, जसले एउटा सिस्टम बनाइरहेछ, त्यसले आफ्नो लोड रेजिस्ट गरिरहेछ र त्यसले चाहिँ एउटा इन्टेन्डेड फङ्सनको फङ्सन पर्फर्म गरिरहेछ। जस्तै ब्रिजमा डिफ्रेन्ट मेम्बर होला, तिनीहरू इन्टरकनेक्टेड भएर एउटा सिस्टम बनाएको छ जसलाई हामीले ब्रिज भन्छौँ र त्यो ब्रिजमा आउने लोडहरू त्यसले रेजिस्ट गरिरहेछ र त्यस कुन पर्पजले त्यसलाई बनाइएको हो र त्यसले एउटा आफ्नो फङ्सन पनि पुरा फुलफिल गरिरहेछ। अब त्यो सबै ब्रिजमा मात्रै नभएर हरेक कम्पोनेन्ट, हरेक स्ट्रक्चरहरूमा त्यो लागू हुने भयो। त्यसैलाई तिनीहरूलाई नै हामीले स्ट्रक्चर भन्यौँ। जस्तै त्यो टनेल हुन सक्यो, बिल्डिङ हुन सक्यो, हाइड्रो पावर हुन सक्यो। अब स्ट्रक्चर भनेको अब कुनै पनि बिल्डिङमा चाहिँ एउटा स्केलेटन जस्तै हो कि, जस्तै यो हाम्रो मान्छेको शरीरमा चाहिँ एउटा जसरी यो अस्थिपङ्जरहरूलाई स्केलेटन भनेर भन्छौँ, यसले के गर्छ भन्दा हामीलाई हिँड्न मद्दत गरिरहेछ, मुभमेन्ट गर्न मद्दत गरिरहेछ, स्ट्यान्ड हुनलाई मद्दत गरिरहेछ। त्यस्तै नै बिल्डिङमा पनि स्ट्रक्चरले चाहिँ के दिइरहेछ, एउटा स्ट्रेन्थ, ड्युरेबिलिटी, स्टेबिलिटी दिइरहेछ, रिजिडिटी दिइरहेछ। त्यो कसरी दिइरहेछ भन्दा त्यसमा आउने लोडलाई रेजिस्ट गरिरहेछ र यो सबै फङ्सनहरू त्यसले प्रोभाइड गरिरहेछ हामीलाई। त्यही नै स्ट्रक्चर हो। अब नेक्स्टमा जाउँ। अब स्ट्रक्चरलाई क्लासिफाई गर्दा चाहिँ कसरी क्लासिफिकेसन गर्ने। अब यसमा चाहिँ यो क्लासिफिकेसन गर्ने धेरैवटा मेथड हुनसक्छ। यसमा चाहिँ मेन जनरली अब हामीले फङ्सनको आधारमा, मेटेरियलको, लोड पाथको आधारमा र कन्स्ट्रक्सनको आधारमा क्लासिफाई गरेर मैले यहाँ राखेको छु। अब यो अरू कुनै मेथडले पनि हामीले यसलाई चाहिँ क्लासिफाई गर्न त सक्यौँ। जस्तै अब फङ्सनको आधारमा जाँदाखेरि अब बिल्डिङ हो भने बिल्डिङले एउटा फङ्सन गरिरहेछ, जसलाई हामीले अब त्यसलाई बिल्डिङ भनिरहेछौँ। कुनै ब्रिज होला, कुनै एउटा स्ट्रक्चरले यस्तो फङ्सन गरिरहेछ जसले हामीले ब्रिज भनिरहेछौँ। ड्याम हुन सक्यो, टावर, टनेल हुन सक्यो। अब मेटेरियलको आधारमा चाहिँ यो स्टिलको पनि हुन सक्यो, अब यस्तै आरसिसी, कुनै आरसिसी पनि हुन सक्यो, कम्पोजिटिभ पनि हुन सक्यो, टिम्बर हुन सक्यो होइन। अब लोड पाथको आधारमा चाहिँ लोड बियरिङ वाल हुन सक्यो, जसमा यसरी वालले नै रेजिस्ट गरिरहेछ, अथवा फ्रेम स्ट्रक्चर हुन सक्यो जसमा चाहिँ यो स्ल्याबको लोड फ्रेममा आइरहेछ र अल्टिमेटली ग्राउन्डमा ट्रान्सफर भइरहेछ। अब अरू ट्रसहरू हुन सक्यो, सेल्स हुन सक्यो। कन्स्ट्रक्सन मेथड भनेको कास्ट इन सिटु हुन सक्यो, साइटमै हामीले कास्ट गर्न सक्यौँ, प्रिकास्ट हुन सक्यो, अथवा प्रि इन्जिनियरिङ बिल्डिङ भन्छौँ। जस्तै यो बिल्डिङहरू फ्याक्ट्रीमै बन्छ र आफ्नो साइटमा आएर त्यसलाई चाहिँ हामीले बनाइन्छ, फेब्रिकेट गरिन्छ, त्यो हुन सक्यो। यसरी स्ट्रक्चरलाई विभिन्न आधारमा क्लासिफाई गर्न सकियो, हामीले देखिरहेको कुरा भयो यो। त्यस्तै गरी अब स्ट्रक्चरल इलिमेन्ट्स भन्नाले अब यी इलिमेन्ट्सहरू भनेको चाहिँ अब कुनै पनि स्ट्रक्चर संरचना बन्नलाई अब त्यहाँ कुन कुन कुराहरू मिलिरहेको छ त्यसलाई नै हामीले चाहिँ जनरली इलिमेन्ट्स भन्छौँ। अब यिनीहरूको फङ्सन भनेको जसरी पनि अब यसमा आउने लोडलाई चाहिँ ट्रान्सफर गर्नु हो टु द ग्राउन्ड भनौँ न। अब पहिलो इलिमेन्ट हुन्छ, अब जनरली हो, अब यो सबै स्ट्रक्चरमा यही हुन्छ भनेको होइन। यसरी जनरली हामीले देखिरहेको स्ट्रक्चरहरूमा हुने कम्पोनेन्ट, मेन कम्पोनेन्ट भनेको एउटा बिम हुन सक्यो। जसरी यसरी यो होरिजन्टल इलिमेन्टहरूलाई हामीले बिम भन्छौँ। होरिजन्टल हुँदैमा त्यसलाई बिम भन्ने चाहिँ हुँदैन, जसले चाहिँ आफ्नो प्राइमरी लोड रेजिस्ट चाहिँ कसरी गरिरहेछन्, बेन्डिङ र सियरिङले चाहिँ त्यो लोडलाई रेजिस्ट गरिरहेछन् भने त्यसलाई हामीले बिम भन्छौँ। अब यो बिमले चाहिँ अब फ्लोरमा, कुनै पनि फ्लोरमा आएको लोड यसले लिन्छ र यसले कोलममा ट्रान्सफर गर्छ। अब यो सिम्पली सपोर्टेड हुन सक्यो, क्यान्टिलिभर हुन सक्यो, कन्टिन्युअस हुन सक्यो, त्यो आफ्नो ठाउँमा छ। यसलाई हामीले डिटेयली नै स्टडी गर्छौँ यो कोर्सको ड्युरेसनमा। अब कोलुम भयो, कोलुम भनेको हामीले पिल्लर भन्छौँ। यसरी यो पिल्लर भर्टिकल इलिमेन्ट हुन सक्यो, यसले चाहिँ अल्टिमेटली लोड चाहिँ फुटिङमा ट्रान्सफर गरिरहेछ। अब अर्को हुन सक्यो स्ल्याब, स्ल्याबलाई जसले एउटा यो प्लेटफर्म प्रोभाइड गरिरहेछ हाम्रो मुभमेन्टको लागि, हाम्रो सबै कुराको लागि एउटा प्लेटफर्म दिइरहेछ, जसले चाहिँ अब यसमा आउने लोडहरू चाहिँ अब लोड चाहिँ
अब थ्रु आउट बेन्डिङ यसले आफैले पनि रेजिस्ट गरिरहेछ र ट्रान्सफर पनि गरिरहेछ बिममा, जुन चाहिँ कोलम हुँदै फुटिङमा आइरहेछ लोड। अब स्ल्याब पनि वान वे स्ल्याब हुन्छ, टु वे स्ल्याब हुन्छ। यसमा पनि हामी डिटेलली नै हाम्रो नेक्स्ट क्लासेसहरूमा डिस्कस गर्छौँ। यसमा चाहिँ मैले जनरली हाम्रो स्ट्रक्चरहरूमा कुन कुन कम्पोनेन्ट हुन्छ हामीले पढेको पढाइले चाहिँ यी स्ट्रक्चरहरूलाई, जस्तै हामीले यी स्ट्रक्चरहरू कम्पोनेन्ट वाइज चाहिँ पढ्यौँ, हाम्रो आरसिसीहरूमा पढ्यौँ होला। अब यी स्ट्रक्चरहरू कम्पोनेन्ट भएर एज अ होल स्ट्रक्चर बन्दाखेरि अब यसको हुन त डिजाइन शैली, एनालाइसिस भन्ने शैली त त्यो एउटै नै हुन्छ, तर पनि अब हाम्रो ब्याकग्राउन्ड, जस्तै हामीले कुनै डिजाइन गर्नुभन्दा अगाडि चाहिँ हाम्रो ब्याकग्राउन्ड चाहिँ सबै कुरा यो डिजाइनहरूबाट आएको हुनुपर्छ। अब त्यस्तै गरी अब फुटिङ भनेको पनि अब जसले चाहिँ अब अल्टिमेटली लोड ट्रान्सफर यहाँ आउँछ, यसले चाहिँ अब अल्टिमेटली सोइल बिनिथ, जसको सोइल तल सोइलमा चाहिँ यो लोड ट्रान्सफर गरिरहेछ। अब फुटिङको पनि अब डिफ्रेन्ट टाइप्सहरू होला, त्यो हामीले अब डिटेलली त गर्ने नै छौँ। अब सियर वाल भनेको अब यसरी भर्टिकल एलिमेन्ट छ, जनरली अर्थक्वेक अथवा विन्ड लोडहरू रेजिस्ट गर्नलाई मद्दत पुर्याउँछ, हाई राइज स्ट्रक्चरहरूमा चाहिँ राखिन्छ यसलाई चाहिँ। अब नेक्स्ट अगाडि जाउँ, लोड ट्रान्सफर मेकानिजम मा चाहिँ अब लोड चाहिँ कसरी ट्रान्सफर भइरहेछ त जनरली अब यहाँ हाम्रो लोडहरू यहाँ आइरहेछ होइन, स्ल्याबमा हाम्रो हरेक लोडहरू डेड लोड हुन सक्यो, लाइभ लोड हुन सक्यो, यहाँ फ्लोरमा आइरहेछ। फ्लोरबाट अल्टिमेटली चाहिँ यो बिमहरूमा ट्रान्सफर भइरहेछ। यो लोड ट्रान्सफर पनि स्ल्याबबाट कसरी हुने भन्ने छ, त्यो हाम्रो स्ल्याबको स्टडी गर्दा नै त्यहाँ हामी जान्छौँ डिटेललीमा। तर मैले चाहिँ अहिले जनरली ओभरभ्यू चाहिँ हाम्रो खास के हो त ब्याकग्राउन्ड, हामीले कलेजदेखि पढ्दै आएको कुरालाई चाहिँ यही कुराहरू समेटेको त हो, तर होल यो एज अ होल स्ट्रक्चरलाई हामीले डिजाइन गर्नु पूर्व हाम्रो ब्याकग्राउन्ड कस्तो हुनुपर्छ भनेर मैले यो खास देखाउन खोजेको हो। अब यसरी बिम हुँदै कोलुम हुँदै फुटिङ हुँदै चाहिँ अब यसरी सोइलमा हो लोड आउने चाहिँ मेनली चाहिँ हामीले त्यही नै हो, यो लोड ट्रान्सफरमा हेर्ने र हरेक कुरा। जस्तै अब अहिले यो डेड लोड होला, भोलि पर्सि कुनै यसरी ल्याटरल लोड अर्थक्वेक लोडहरू आउला, त्यो पनि अब यसरी बिमबाट फ्रेम एलिमेन्ट हुँदै फुटिङ हुँदै तल सोइलमा नै त्यो ट्रान्सफर लोड चाहिँ ट्रान्सफर हुनुपर्छ। र अब अर्को इम्पोर्टेन्ट टपिक छ यो स्ट्रक्चरल आइडियलाइजेसन भन्ने छ। यो हाम्रो इन्जिनियरिङकै फर्स्ट स्टेप हो भन्छु मैले चाहिँ। जस्तै कुनै पनि स्ट्रक्चर हामीले बनाउनु पर्ने, हामीले डिजाइन गर्न सक्ने हुनुपर्ने हाम्रो गोल भनेको यो स्ट्रक्चर हो। यो स्ट्रक्चर चाहिँ अब स्ट्रक्चर भन्ने बित्तिकै हामीले के डिजाइन गर्दो रहेछौँ, इलिमेन्टहरू, जस्तै बिम कोलुमहरू इलिमेन्ट, इच इलिमेन्टलाई डिजाइन गर्छौँ र यो एज अ होल सिस्टम भनौँ अथवा स्ट्रक्चर चाहिँ यो संरचना चाहिँ बन्छ हाम्रो डिजाइनहरूबाट। अब हाम्रो गोल चाहिँ यो हो। अब यो हामीले स्ट्रक्चरहरू बनाउनलाई अब सफ्टवेयरहरू, डिफ्रेन्ट सफ्टवेयरहरू एडप्ट गर्छौँ। त्यो इट्याप्स हुन सक्यो, स्याप हुन सक्यो, अथवा अरू कुनै स्ट्रक्चर, स्ट्याट प्रो हुन सक्यो, कुनै स्ट्रक्चर हुन सक्यो। अब यो स्ट्रक्चर हामीले डिजाइन गर्नुपर्ने रहेछ, तर यो सबै कुराहरू सफ्टवेयरले नै गर्छ भन्ने हाम्रो कुरा छ। अब यदि त्यो सफ्टवेयरले नै गर्छ भने अब हामीले चाहिँ कलेजमा चाहिँ यत्रो टाइमबाट एउटा म्यानुअली नै बिमहरू सिक्यौँ होला, बेन्डिङ मोमेन्ट, सियर फोर्स निकाल्न सिक्यो होला, त्यसो त्यो के हाम्रो सबै वेस्ट हो त भन्ने क्वेसन आउँछ कि। किनभने सबै कुरा सफ्टवेयरले नै गर्छ भने अब हामीले कलेजमा दिएको टाइम, मनी त्यो सबै वेस्ट हो त भन्ने प्रश्न आउँछ कि। अब यसको उत्तरमा चाहिँ जसरी अब हामीले होल स्ट्रक्चरलाई एनालाइसिस गर्नलाई यसलाई चाहिँ एउटा टुक्रा टुक्रामा बाँड्यौँ, जस्तै बिम कोलुम, जस्तै बिम हेऱ्यौँ, कोलुम हेऱ्यौँ, हामीले स्ल्याब हेऱ्यौँ, त्यसै गरी डिफ्रेन्ट स्ट्रक्चरहरूलाई बाँडेर हामीले त्यसको डिटेल स्टडी गरिरहेछौँ, डिजाइन गर्छौँ र अब यो एज अ होल स्ट्रक्चर संरचना बन्छ। त्यसो भए अब मेन चाहिँ अब हामीले कसरी रिप्रेजेन्ट गरिरहेछौँ भन्ने मेन कुरा आउँछ। जस्तै हामीले बनाउन पर्ने, हामीले डिजाइन गरेको यो हो, हाम्रो डिजाइनबाट बन्न पर्ने यो हो। अब त्यसलाई हामीले चाहिँ यसरी यो एउटा स्टडी गरिरहेछौँ है, यही बिमलाई यहाँ रिप्रेजेन्ट गरेर मैले यसरी स्टडी गरिरहेको छु। र अब हाम्रो चाहिँ डिजाइन अथवा हाम्रो पढाइ कहाँबाट सुरु भइरहेछ भन्दा, डिजाइन चाहिँ हामीले गर्नुपर्ने त यो हो,
तर हामीले चाहिँ यो एउटा एनालाइसिस लाइन सिंगल लाइन डायग्रामले हामीले रिप्रेजेन्ट गरिरहेछौँ कि जस्तै मेरो यो दुईटा बीममा यसरी मानौँ अहिले मैले यो एउटा सिम्पली सपोर्टेड बीम बनाएर रिप्रेजेन्ट गरेर यसलाई यो यसको 3D स्ट्रक्चरै हामीले सबै कुरा पढ्न सक्दैनौँ। सुरुमा हामीलाई कम्प्लेक्स हुन्छ, किन भन्दा 3D जियोमेट्रीमा सबै कुरा एनालाइसिस गर्नलाई हामीलाई कम्प्लेक्स हुने भएर एउटा हामीलाई कुनै पनि लाइन डायग्रामले रिप्रेजेन्ट गरिरहेछौँ र हामीले यो स्टडी गरिरहेछौँ। किन भन्दाखेरि यो स्टडी गरेर हामीले यसलाई डिटेलली बुझ्न सक्यौँ भने यो कुरालाई यहाँ रिप्रेजेन्ट गर्न सक्छौँ हामीले। त्यही भएर अब सबै कुरा सफ्टवेयरले त गर्छ, एनालाइसिस पनि गर्छ, तर इन्जिनियरिङ जजमेन्ट सफ्टवेयरले गर्न सक्दैन। किन भन्दा इन्जिनियरिङ जजमेन्ट भएन भने मानौ सफ्टवेयरले दिएको रिजल्टलाई तपाईले कसरी त्यो भ्यालिडेट गर्न सक्नुहुन्छ? त्यो रिजल्टलाई एउटा इन्जिनियरले त्यसको बिहेभियर के हो त्यो मोडलले हामीले एनालाइसिस गरिसकेपछि त्यसले दिने रिजल्टहरू भयो, त्यो कुराहरू सबै अन्डरस्ट्यान्डिङ गर्नलाई इन्जिनियर चाहिन्छ। र इन्जिनियर चाहिएपछि यो सबै कुराहरू हामीले पढेका कुराहरू चाहिँ त्यो त्यहाँ गएर हाम्रो बल्ल इम्प्लिमेन्टेसन हुने हो। अब त्यही कुरा पनि जस्तै सफ्टवेयरमा बनाउनलाई पनि त्यहाँ त एउटा करेक्ट मोडल त गर्नु पर्यो। जस्तै कुनै पनि एउटा स्टेप त फलो गर्नु पर्यो, त्यो स्टेप पनि करेक्टली फलो गर्नलाई यो सबै हामीले कलेजमा पढेका कुराहरूले हाम्रो दिशा चाहिँ त्यतातिर निर्देशित गर्नुपर्छ। हाम्रो चाहिँ जर्नी भनेको त्यो डिरेक्सनमा जानुपर्छ। त्यही भएर अब हामीले चाहिँ जस्तै स्ट्रेन्थ अफ मेटेरियल होस् अथवा एप्लाइड हाम्रो पढ्नुको कारण अथवा हामीले सोमबाट पढ्दै गएको कारण चाहिँ यो स्ट्रक्चरलाई हामीले बुझ्यौँ, यो स्ट्रक्चरको बिहेभियर जान्न सक्यौँ भने हामीले चाहिँ यो 3D बिहेभियर पनि त्यसलाई इम्प्लिमेन्टेसन गर्न सक्छौँ। एज अ रिजल्ट अथवा भनौँ सफ्टवेयरबाट आएका कुराहरूलाई पनि हामीले अन्डरस्ट्यान्डिङ गर्न सक्छौँ र हाम्रो इन्जिनियरले त्यो जजमेन्ट चाहिँ उसले लगाउन सक्छ, त्यसको रिजल्टहरू राम्रोसँग बुझ्न सक्छ भन्ने नै हाम्रो पर्पज हो। त्यसैले नै हामीले चाहिँ हाम्रो पहिलो खुड्किला भनेकै 2D हो। जस्तै हामीले कुनै पनि सेन्टेन्स लेख्न पर्यो भने हामीले सानोमा ABCD स्मल क्यापिटल भनेर पढे जस्तै त्यही कुरा चाहिँ हामीले खास यो होल स्ट्रक्चरमा बनाउनको लागि हामीले त्यसरी नै सिकिरहेछौँ। अब जाउँ नेक्स्टमा यही स्ट्रक्चरल आइडियलाइजेसनलाई कन्टिन्यू गर्दै जस्तै जोइन्टहरू पनि हामीले डिफ्रेन्ट टाइप्स अफ जोइन्टहरू पनि पढिरहेको छौँ। अब डिफ्रेन्टहरू जोइन्टहरू पढ्दाखेरि जस्तै कुनै जोइन्ट चाहिँ अब हाम्रो रियल स्ट्रक्चरमा बन्ने जोइन्टहरू भनेका अलिकति कम्प्लिकेटेड हुन्छन्। त्यसमा चाहिँ कुन जोइन्ट कस्तो हो भनेर हामीले चाहिँ कुन जोइन्टले कस्तो बिहेभ गरेर गर्छ भन्ने हामीले ठ्याक्कै एकिलनी भन्न सक्दैनौँ र त्यही कुरालाई चाहिँ हामीले रिप्रेजेन्ट गर्नु पर्यो। जस्तै रियल साइडमा मानौँ मेरो यो रियल साइडमा बनेको बिमलाई त केही कुराले त मैले रिप्रेजेन्ट गर्नुपर्छ नि। जस्तै यो कोलम र यो कोलमको बिचमा बिम छ, यहाँ एउटा कनेक्सन छ, जोइन्ट छ, यो जोइन्टमा चाहिँ यो जोइन्टको बिहेभियर कस्तो छ भनेर आइडियलाइजेसन त गर्नु पर्यो हामीले। एउटा सुरुमा पहिलो स्टेप त खुड्किलो त पार गर्नु पर्यो। त्यो पहिलो स्टेप भनेकै त्यसलाई हामीले आइडियलाइजेसन गरेर जस्तै त्यसले रोलरको जस्तो बिहेभ गर्छ कि एउटा हिन्जको जस्तो बिहेभ गर्छ कि अथवा फिक्सको जस्तो बिहेभ गर्छ, त्यो कुरा चाहिँ हामीले यहाँ रिप्रेजेन्ट गर्दछौँ। हाम्रो जर्नी भनेको यसरी नै सुरु भएको हो कि जसरी हामीले स्ट्रेन्थ अफ मेटेरियलमा पढ्यौँ नि, त्यही कुरालाई हामीले रिप्रेजेन्ट गर्नलाई मानौँ मेरो यो स्ट्रक्चरमा यो जोइन्टमा के छ, यो फिक्स हो कि हिन्ज हो कि पिन हो त, यो त मैले पत्ता लगाउन सक्नु पर्यो नि त। जस्तै यो स्ट्रक्चर चाहिँ म यसको यो जोइन्टले कस्तो बिहेभ गर्छ भनेर मैले चाहिँ एउटा आइडियलाइजेसन गर्छु कि मैले त्यसलाई ती सिम्पली सपोर्टेड मानिरहेको छु कि अथवा त्यसलाई फिक्स मानिरहेको छु। अब यो स्ट्रक्चर चाहिँ त्यो स्ट्रक्चरको रियल बिहेभियर कि हिन्ज पनि हुन सक्यो अथवा फिक्स पनि हुन सक्यो अथवा यी दुईटा बिहेभियरको बिचमा पर्ने कुनै एउटा बिहेभियर पनि हुन सक्यो। तर हामीले पढ्दाखेरि त्यो कुरालाई हामीले आइडियलाइजेसन गरिरहेछौँ। त्यही भएर चाहिँ हामीले कि फिक्स भनिरहेछौँ कि हिन्ज भनिरहेछौँ कि रोलर भनिरहेछौँ त्यो कुराहरूलाई रिप्रेजेन्ट गर्नलाई। मानौँ जस्तै कुनै पनि कोलममा मैले ल्याएर यसरी बिम राखेँ। अब यसरी बिम राखेँ भन्नुको अर्थ यो बिमलाई यसरी स्लाइड हुन यता दुईटै डिरेक्सनमा स्लाइड हुन सक्छ नि त यो, होइन र? जस्तै अब यसबाट यो बिमलाई मैले यहाँ रेस्ट गरेँ भने तलबाट त यसको कुनै फोर्सले त यसलाई रेजिस्ट गर्नु पर्यो।
त्यो भनेको यो हाम्रो भर्टिकल रियाक्सन हो। तर यता होरिजेन्टल्ली त कुनै पनि ल्याटरल फोर्स आयो केही भयो भने त यता यो स्लिप हुने चान्स छ नि त। त्यही कुरालाई चाहिँ हामीले चाहिँ यहाँ रोलर भनेर रिप्रेजेन्ट गरिरहेछौँ। त्यही कुरा यहाँ पिनमा पनि आउँछ, फिक्समा पनि आउँछ है। अब यो कुरा पनि हामीले डिटेललीमै स्टडी गर्छौँ हाम्रो नेक्स्ट सेसनहरूमा। तर अब एउटा जनरली बुझ्दाखेरि हाम्रो आइडियलाइजेसन भनेको यो पनि एउटा सबै कुरा आइडियलाइजेसन हो। जस्तै त्यही कुरालाई मैले यहाँ लेखेको छु है। अब यो सिम्प्लिफाइड मोडल हामीले पढ्न सक्यौँ, बुझ्न सक्यौँ भने बल्ल यसको बिहेभियर चाहिँ हामीले 3Dमा रिप्रेजेन्ट गर्ने बिहेभियर बुझ्न सक्छौँ। त्यही नै हाम्रो चाहिँ यो आइडियलाइजेसनले हामीलाई त्यही नै बताइरहेको छ। सिमिलरली अब अघि पनि मैले भने जस्तै 3D सफ्टवेयरले दिएको कुराहरूलाई एउटा हामीले अन्डरस्ट्यान्ड गर्नको लागि हामीलाई पहिला हामीले बिहेभियर बुझ्नुपर्छ। त्यो बिहेभियर बुझ्नको लागि त्यही हामीले एबिसिडी सिके जस्तै गरी कुनै एउटा बिममा बेन्डिङ मोमेन्ट कस्तो हुन्छ, सियर फोर्स कस्तो हुन्छ भनेर यो हामीले सिक्छौँ। अब यो कुराहरू बुझिसकेपछि बल्ल सफ्टवेयरको रिजल्टलाई पनि हामीले बुझ्न सक्ने हुन्छौँ। नत्र यदि यो कुराहरू यही कुरा हाम्रो जनरल बेसिक बिहेभियर भएन भने सफ्टवेयरले दिएको रिजल्टलाई हामीले अब ब्लाइन्डली नै फलो गरे जस्तै हुन्छ। किन भन्दा कुनै पनि सफ्टवेयरले दिएको कुरा ट्रु हुन्छ कि रङ हुन्छ त हामीले केही कुरा भन्न त सक्दैनौँ। त्यो हामीले के को आधारमा भन्न सक्छौँ भन्दा यदि हामीले यी कुराहरू जस्तै यहाँ बेन्डिङ मोमेन्ट कस्तो हुनुपर्ने, सियर फोर्स कस्तो हुनुपर्ने, यी बेसिक बिहेभियर बुझ्यौँ भने बल्ल एउटा कम्प्लेक्स 3D को बिहेभियर पनि त्यसलाई हामीले बुझ्न सक्छौँ। अब यो एउटा बिम भयो। जस्तै यहाँ मैले यहाँ राखेको छु जस्तै बेन्डिङ मोमेन्ट, सियर फोर्स, एक्जियल फोर्स भयो हैन। त्यसमा चाहिँ अब डिफ्लेक्सन पनि भयो। जस्तै यो बिममा यसरी हामीले डिफ्लेक्सन आएको देखिरहेछौँ रियल स्ट्रक्चरमा। त्यही कुरा हामीले यो बिममा डिफ्लेक्सन यसरी आउँछ भनेर पढेर यस्तो डिफ्लेक्सनलाई रोक्नलाई हामीले एउटा यस्तो स्ट्रक्चर डिजाइन गर्न सक्नुपर्छ भन्ने भयो भने बल्ल यहाँ हामीले इम्प्लिमेन्ट गर्न सक्ने भयौँ राम्रोसँग। त्यही भएर यो हाम्रो 2D एनालाइसिसको एउटा चाहिँ फन्डामेन्टल हो। यसलाई हामीले राम्रोसँग बुझ्यौँ भने बल्ल त्यसलाई हामीले रियल स्ट्रक्चरल डिजाइनमा इम्प्लिमेन्टेसन गर्न सक्छौँ। किन भन्दा प्रिन्सिपल वाइज त्यो कुरा सेम नै हुन्छ। तर अब जस्ट जियोमेट्रीको कुरा हुने भयो। 3D बिहेभियर बुझ्नको लागि हामीले चाहिँ पहिला 2D बिहेभियरबाट जानु नै पर्छ भन्ने कुरा हाम्रो यो स्टडीले पनि देखाउँछ। र यही नै हो हाम्रो ओभरभ्यू भनेको। मानौँ हामीले किन पढिरहेछौँ भन्दा यो स्ट्रक्चर बनाउनको लागि जस्तै हाम्रो कलेजले चाहिँ किन स्ट्रेन्थ अफ मेटेरियल एप्लाइडबाट हामीलाई पढाइरहेछ भन्दा यो स्ट्रक्चर बुझ्नको लागि हामीलाई त्यो अत्यावश्यक हुन्छ। जस्तै त्यही अघिको इक्जाम्पलमा हामीले कुनै एउटा सेन्टेन्स लेख्नको लागि एबिसिडी इम्पोर्टेन्ट हुन्छ भने जस्तै यी कुराहरू बुझ्नको लागि यी कुराहरू इलिमेन्टहरू बुझ्नु पर्यो र यो कसरी आइडियलाइजेसन गरिरहेछौँ र कसरी इम्प्लिमेन्टेसन गरिरहेछौँ भन्ने कुरा पनि बुझ्नुपर्छ। त्यसरी नै यो हाम्रो जर्नी चाहिँ सुरु हुन्छ। आज चाहिँ मैले एउटा यो इन्जिनियरिङ ओभरभ्यूको यो कुराहरू राखेँ। अब नेक्स्ट क्लासहरूमा चाहिँ हामीले अब त्यही सिम्प्लिफाइड 2Dबाट रोलर भनेको के हो, सपोर्ट भनेको के हो, त्यो कुराहरूलाई किन हामीले त्यहाँ आइडियलाइजेसन गर्दैछौँ भन्ने कुराहरू नेक्स्ट क्लासमा चाहिँ हामीले हेर्छौँ। थ्याङ्क यू। आजको लागि यति गरौँ है त।